इटरी 2 को हुक एन्ड कुक फिसिङ पार्कमा फिसिङ टुर्नामेन्ट आयोजना भइरहेको छ। यहाँ चाहिँ करिब 24 जना फिसिङ कम्पिटिसनको लागि प्रतिस्पर्धीहरू यहाँ हामी देख्न सक्छौँ। माछा मारिरहनु भएको छ उहाँहरूले त्यो फिसिङ रड युज गरेर। यसमा अब एकजना चाइनिज खेलाडी चाइनिज प्रतिस्पर्धी पनि सहभागी हुनुहुन्छ। अब यो टुर्नामेन्ट निकै एउटा अनौठो र पूर्वमा नयाँ किसिमको एउटा एडभेन्चर टाइपको यो प्रतियोगिताको बारेमा आज हामी यो भिडियो यहाँहरूलाई देखाउँदैछौँ। हामीसँग इटरी वडा नम्बर 2 का वडा अध्यक्ष माधव कोइराला हुनुहुन्छ। नमस्कार। यो इटरी 2 को हुक एन्ड कुक फिसिङ पार्कमा छौँ हामी। यो यहाँलाई आज कस्तो लाग्यो? यो सम्भवतः इटरीमा पहिलो फिसिङ टुर्नामेन्ट आयोजना गरिएको कस्तो अनुभव लाग्यो? यहाँले प्रत्यक्ष हेर्नु पनि भयो होइन? यो फिसिङ टुर्नामेन्ट आज जुन यहाँ आयोजना भएको छ, सायद यो हाम्रो पूर्वको क्षेत्रमा पहिलो टुर्नामेन्ट जस्तो लाग्छ। एकदम रमाइलो टुर्नामेन्ट जस्तो खेलकुदका धेरै हुन्छन्, फुटबलहरू सबै कुरा हुन्छन्। यो चाहिँ एउटा खेलसँग र यो एउटा कृषि पर्यटनसँग पनि सम्बन्धित यो एउटा खेल भयो। यो चाहिँ एकदम रमाइलो, एकदम आरामले खेल्ने खेल जस्तो लाग्यो मलाई। र यो पोखरीमा चाहिँ फिक्सिङ गर्न अरूतिर पनि मान्छेले किनेर मार्ने अनि किनेर किसानहरूकोमा लाने एउटा कुरा हुँदो रहेछ यसमा। त्यो कुरा पनि हुँदो रहेछ। अब यो चाहिँ एउटा फिक्सिङ आज टुर्नामेन्ट भएकोले यहाँ चाहिँ सहभागीहरू पनि एउटा उल्लेखनीय सहभागी हुनुभयो। यहाँ चाहिँ चाइनिज टिमहरू पनि सहभागी भएको छन्। यसमा अन्तर्राष्ट्रिय गेम भयो। अन्तर्राष्ट्रिय भयो यो चाहिँ, यो अन्तर्राष्ट्रिय भन्दा हुन्छ। र यो एकदम रमाइलो। यहाँ मलाई चाहिँ आज बसौँ लागेको छ र म हेरिराखेको छु। पोइन्ट सिस्टमको खेल हुँदो रहेछ यसमा होइन। यो आरसी माछाको चाहिँ सबैभन्दा बढी 8 पोइन्ट र लोकलको चाहिँ अलिकति कम हुँदो रहेछ। र यो चाहिँ टुर्नामेन्ट चाहिँ जसले बढी पोइन्ट ल्याउँछ त्यसले जित्ने र पहिलोपल्ट पार्नेले त्यसको राउन्डिङ घुमाउने पाउने र ठुलो पार्नेले चाहिँ लट्ठी पाउने, त्यो खालको एउटा यसको खेलको प्रावधानहरू राखिएको रहेछ। र मलाई चाहिँ यो एकदम रमाइलो लागेको छ। यो टुर्नामेन्टले मलाई लाग्छ हाम्रो कृषि क्षेत्रमा रहेकोलाई एउटा पर्यटनसँग जोड्दै किसानहरूसम्म पनि यो चाहिँ पोखरीमा पुगेर माछा मार्ने कुराहरू हुँदाखेरि यसले एउटा निकै राम्रो सकारात्मक सन्देश दिन्छ जस्तो लागेको छ।